नमस्कार। एफो संसारमा तपाईँलाई फेरि एकपटक हार्दिक स्वागत छ। कथा एउटा हस्ताक्षरको मूल्य भाग 2 मा हामी छौँ। अघिल्लो भागमा हामीले एउटा खुसी परिवारको जीवनमा शङ्काको पहिलो बिउ कसरी रोपियो भन्ने सुन्यौँ। विदेशमा रहेका विक्रमको मनमा एउटा अफवाहले ठाउँ बनायो। त्यो अफवाह सत्य थियो कि असत्य, त्यो ऊ आफैलाई पनि थाहा थिएन। तर कहिलेकाहीँ सत्यभन्दा पनि खतरनाक कुरा एउटा हुन्छ, त्यो हो अधुरो कुरा। किनकि अधुरो कुराले मानिसलाई आफू खुसी निर्णय निकाल्न बाध्य बनाइदिन्छ। अब कथा त्यहीँबाट सुरु गरौँ। त्यो रात फोन काटिसकेपछि विक्रम धेरै बेर ओछ्यानमै पल्टिरह्यो। आँखा बन्द गर्यो तर निद्रा आएन। उसको कानमा बारम्बार गाउँका काकाको आवाज गुन्जिरहेको थियो, बाबु घरतिर अलिकति ध्यान देऊ। उसले मोबाइल उठायो। स्क्रिनमा रोमाको मुस्कुराइरहेको फोटो देखियो। त्यसै फोटोमा उनको काखमा सानी छोरी हाँसिरहेकी थिए। विक्रमले केही क्षण त्यो फोटो हेरिरह्यो। त्यसपछि मनमनै बिस्तारै भन्यो, रोमा, म तिमीमाथि शङ्का गर्न चाहन्न, तर मेरो मन किन यति अशान्त भइरहेको छ। यता नेपालमा रोमा पनि निदाउन सकेकी थिएनन्। विक्रमसँग विवाह भएको यति धेरै वर्षमा उनले पहिलोपटक उनको आवाजमा यस्तो दूरी महसुस गरेकी थिइन्। रिस थिएन, उच्च स्वर पनि थिएन, तर पहिले जस्तो आत्मीयता पनि थिएन। त्यो परिवर्तन शब्दमा होइन, मौनतामा देखिएको थियो। बिहान उज्यालो हुनासाथ रोमाले आफै फोन गरिन्। फोन केही बेर बज्यो। अन्ततः विक्रमले फोन उठायो। हेलो, तपाईँ उठिसक्नुभयो? उठे। आज काममा जानुहुन्छ? जान्छु। रोमाले केही क्षण मौन भएर सोधिन्। हिजो तपाईँ धेरै चिन्तित जस्तो लाग्नु भएको थियो, केही समस्या छ? विक्रमले झ्यालतिर हेर्दै उत्तर दियो, समस्या केही छैन, कामको थकाइ मात्र हो। यो उत्तर सुनेपछि रोमाले फेरि केही सोधिनन्, किनकि कहिलेकाहीँ आफ्नो मान्छेलाई धेरै प्रश्न गर्नु पनि पीडा दिनु जस्तै हुन्छ। दिनहरू बिस्तारै बित्न थाले, तर उनीहरूको कुराकानी भने बिस्तारै छोटिँदै गयो। पहिले दिनमा 3-4 पटक फोन हुन्थ्यो। साना साना खुसीहरू बाँडिन्थे। छोरीले नयाँ शब्द बोल्यो भने पनि सुनाइन्थ्यो। बारीमा पहिलो फुल फुल्यो भने पनि रमाइलो मानिन्थ्यो। तर अहिले कुराकानी केही वाक्यमै सीमित हुन थालेको थियो। सबै ठिक छ, ठिक छ, छोरी ठिक छे, ठिक छे, ल पछि कुरा गरौँ। साथीहरू, सम्बन्धहरू ठुलो समस्याले मात्र टुट्दैनन्। कहिलेकाहीँ नबोलिएका शब्दहरूले पनि सम्बन्धभित्र गहिरो दूरी बनाइदिन्छ। जहाँ पहिले विश्वास बसिसकेको हुन्छ, त्यही ठाउँमा बिस्तारै अनुमानले घर बनाउन थाल्छ र अनुमानले जन्माएको शङ्का धेरै पटक सत्यभन्दा बलियो साबित हुन्छ। एक दिन रोमा गाउँको धाराबाट पानी लिएर घर फर्किरहेकी थिइन्। बाटोमा केही मानिसहरू आपसमा कुरा गरिरहेका थिए। रोमा नजिक पुग्ने बित्तिकै उनीहरूको स्वर एकाएक सानो भयो। कसैले बिस्तारै भन्थे, बिचरी। अर्कीले उत्तर दिए, भगवानले उसको घर जोगाइदिनुहोस्। रोमाले ती शब्दहरू स्पष्ट सुनिन्, तर उनी केही बोलिनन्। चुपचाप आफ्नो गाग्री उठाइन् र घरतिर लागिन्। उनी जान्दथिन् गाउँमा हल्ला फैलाउन समय लाग्दैन, तर उनी कल्पना पनि गर्न सकिरहेकी थिइनन् त्यही हल्लाले उनको जीवनको सबैभन्दा ठुलो परीक्षा सुरु गरिसकेको थियो। उता विदेशमा विक्रम पनि काममा व्यस्त थियो। शरीरले काम गरिरहेको थियो, तर मन सधैँ नेपालमा थियो। हातले भारी सामान उठाइरहेको थियो, तर दिमागमा एउटै प्रश्न घुमिरहेको थियो, आखिर काकाले त्यसो किन भन्नुभयो? कि साँच्चै केही भएको छ? वा म अनावश्यक डराइरहेको छु? मानिसको मन अनौठो हुन्छ। एकपटक शङ्काले ढोका ढकढक्यायो भने विश्वासले त्यसलाई रोक्न धेरै सङ्घर्ष गर्नुपर्छ, र विक्रमको मनमा अब त्यही सङ्घर्ष सुरु भइसकेको थियो। समय बिस्तारै अघि बढ्दै गयो, तर विक्रमको मन भने त्यही एउटा फोनमा अड्किएको थियो। गाउँका काकाले भनेका ती शब्दहरू, घरतिर अलिकति ध्यान देऊ, बारम्बार उसको कानमा गुन्जिरहेका थिए। अर्को दिन काममा पुगे पनि उसको ध्यान काममा थिएन। उसले भारी सामान उठाइरहेको थियो, तर मनमा भने एउटै प्रश्न घुमिरहेको थियो, आखिर गाउँमा के भयो? दिउँसोको विश्राम भयो। अरू साथीहरू हाँस्दै खाना खाइरहेका थिए।
कसैले घरबाट आएको खबर सुनाउँदै थिए, कसैले आफ्ना छोराछोरीको फोटो देखाउँदै थिए। तर विक्रम चुपचाप एउटा कुनामा बसेर मोबाइलतिर हेरिरहेको थियो। उसले फेरि रोमालाई फोन गर्ने सोच्यो, तर उसको औँलाले नम्बर थिच्नै मानिरहेका थिएनन्। किनकि यदि सबै कुरा सामान्य रहेछ भने आफ्नो शङ्काले सम्बन्धमा अनावश्यक चोट पुर्याउने डर थियो। त्यही बेला उसको सहकर्मी सुरेश नजिक आयो। के भयो साथी? आज त तिमी निकै चुपचाप छौ। विक्रमले मुस्कुराउने प्रयास गर्यो। केही होइन, अलिकति घरको याद आयो। सुरेशले उसको काँधमा हात राख्यो। घर सम्झिनु त स्वाभाविक हो, तर विदेशमा बस्ने मानिसले एउटा कुरा सधैँ सम्झिनुपर्छ। विक्रमले उसतर्फ हेऱ्यो। कुन कुरा? सुरेश बिस्तारै बोल्यो। सुनेको सबै कुरा पत्याउनु हुँदैन, आफ्नो आँखाले नदेखेसम्म, आफ्नो मनले नस्वीकारेसम्म कुनै सम्बन्धलाई दोष दिनु हुँदैन। यी शब्दहरू सुनेपछि विक्रम केही क्षण मौन रह्यो। उसलाई लाग्यो सायद सुरेश ठिक भनिरहेको छ, सायद ऊ अनावश्यक रूपमा डराइरहेको छ। त्यो साँझ उसले आफै रोमालाई भिडियो कल गर्यो। स्क्रिनमा रोमा देखिन्। थकान उनको अनुहारमा पनि स्पष्ट देखिन्थ्यो। तर विक्रमलाई देख्ने बित्तिकै उनी मुस्कुराइन्। आज त धेरै थाक्नु भएको जस्तो छ। विक्रम पनि हल्का मुस्कुरायो। काम अलिक धेरै थियो। त्यसै बेला सानी छोरी दौड्दै आइन्। बाबा! उनको त्यो सानो आवाजले विक्रमको अनुहार उज्यालो भयो। मेरो राजकुमारी, आज विद्यालय गयौ? छोरी खुसी हुँदै टाउको हल्लाइन्। गएँ। आज मैले तारा बनाएको छु। साँच्चै? हो। आमाले पनि हेर्नुभयो। छोरीले कापी क्यामेरा अगाडि देखाइन्। त्यो सानो चित्र विक्रमका लागि संसारकै सबैभन्दा सुन्दर चित्र थियो। उसले हाँस्दै भन्यो, बाबालाई पनि राखेर अर्को चित्र बनाऊ है। छोरीले तुरुन्तै उत्तर दिइन्, तपाईँ छिट्टै आउनुभयो भने बनाउँछु। यो वाक्य सुन्नासाथ विक्रम केही क्षण बोल्न सकेन। उसले जबरजस्ती मुस्कुराउँदै भन्यो, अवश्य, बाबा छिट्टै आउँछ। तर उसको मनलाई थाहा थियो त्यो छिट्टै कति टाढा थियो भनेर। फोन राखेपछि उसले गहिरो सास फेर्यो। अहिले केही बेर अघि मनमा उठेको शङ्का छोरीको एउटा मुस्कानले केही समयका लागि हराएको थियो। तर जीवनमा केही प्रश्नहरू यस्ता हुन्छन् जुन उत्तर नपाएसम्म फेरि फर्केर आउँछन्, र विक्रमको मनमा जन्मिएको त्यो प्रश्न पनि अझै जीवित थियो। दिनहरू फेरि बित्न थाले। बाहिरबाट हेर्दा सबै कुरा पहिले जस्तै देखिन्थ्यो। विक्रम काममा व्यस्त थियो। रोमा घर र परिवारको जिम्मेवारी सम्हालिरहेकी थिइन्। छोरी हरेक दिन बाबासँग कुरा गर्ने आशमा साँझ घुरिरहन्थिन्। तर भित्रभित्रै विश्वासमा परेको त्यो सानो चिरा बिस्तारै ठुलो हुँदै गइरहेको थियो। एक दिन गाउँको धारामा पानी भर्न गएकी रोमा केही महिलाहरूको कुराकानी सुन्दै थिइन्। उनीहरूले आफूलाई नदेखेको ठानेर कुरा गरिरहेका थिए। एउटी महिलाले बिस्तारै भनिन्, बेचारी, यति जवान उमेरमै श्रीमान विदेशमा छन्। अर्कीले कुरा थपिन्, गाउँमा त धेरै कुरा सुनिन्छन्, तर हामीले के भन्नु? रोमाले उनीहरूतर्फ हेरिन्। उनीहरू एकाएक चुप लागे। त्यसपछि विषय नै परिवर्तन गरे। तर मानिसको मनलाई कहिलेकाहीँ एउटै अधुरो वाक्यले पनि धेरै बेरसम्म पोलिरहन्छ। घर फर्किएपछि रोमाले धेरै बेर सोचिरहिन्। आखिर गाउँमा के कुरा फैलिएको छ? किन सबैले मलाई फरक नजरले हेर्न थालेका छन्? तर उनले आफूलाई सम्झाइन्, मैले कुनै गल्ती गरेकी छैन। सत्यसँग डराउनु पर्दैन। उता विदेशमा विक्रमलाई फेरि गाउँबाट अर्को फोन आयो। यसपालि फोन गर्ने उसका पुराना साथी रमेश थिए। सामान्य कुराकानीपछि रमेश केही क्षणमै मौन रह्यो। त्यसपछि बिस्तारै भन्यो, विक्रम, एउटा कुरा सोधौँ? सोध्न। तिमीलाई आफ्नो घरको सबै कुरा थाहा छ? विक्रमको मुटुको धड्कन फेरि बढ्यो। किन? के भयो? रमेशले सिधा उत्तर दिएन, म आफैले देखेको त केही छैन, तर गाउँमा अनेक कुरा चलिरहेका छन्। त्यसैले तिमीले आफै बुझ्नु राम्रो हुन्छ। फोन काटियो। तर त्यो पटक विक्रम पहिलेभन्दा धेरै बेचैन भयो। एउटै कुरा फरक फरक मानिसको मुखबाट सुन्न थालेपछि उसको मन फेरि डगमगाउन थाल्यो। त्यो रात रोमाको फोन आयो। विक्रमले फोन उठायो। तर आज उसको आवाज फेरि चिसो थियो। रोमाले सोधिन्, तपाईँ सन्चै हुनुहुन्छ? छु।
आज धेरै थाक्नुभयो कि? ठिकै छ। उत्तरहरू छोटा हुँदै गए। कुराकानी पनि छोटिँदै गयो। रोमाले साहस गरेर सोधिन्, तपाईँ मसँग रिसाउनु भएको छ? विक्रम केही क्षण चुप रह्यो। रिसाएको छैन। अनि किन पहिले जस्तो कुरा गर्नुहुन्न? यो प्रश्नको उत्तर विक्रमसँग थियो, तर उसले त्यो उत्तर बोल्न सकिरहेको थिएन, किनकि ऊ आफै पनि सत्य के हो भन्नेमा निश्चित थिएन। त्यो रात दुवैले एकअर्कालाई शुभरात्रि त भने, तर त्यो शब्दमा पहिले जस्तो न्यानोपन थिएन। सम्बन्धहरू टुट्नु अघि यस्तै साना परिवर्तनहरू देखिन थाल्छन्। शब्दहरू उस्तै हुन्छन्, तर भावनाहरू बदलिँदै जान्छन्। विक्रमलाई थाहा थिएन, उसले अझैसम्म रोमालाई कुनै आरोप लगाएको थिएन, तर उसको मौनताले नै रोमालाई पीडा दिन सुरु गरिसकेको थियो। र कहिलेकाहीँ उच्चारण गरिएका कठोर शब्दभन्दा बोल्न बाँकी रहेका शब्दहरूले सम्बन्धलाई धेरै चोट पुर्याउँछन्। केही दिन बिते, समय त अघि बढिरहेको थियो, तर विक्रम र रोमा बीचको दूरी पनि सँगै बढ्दै गइरहेको थियो। पहिले दिनमा 2-3 पटक फोन हुन्थ्यो। सानो कुरा पनि एकअर्कासँग बाँड्थे। छोरीको हाँसो, घरका रमाइला घटना, भविष्यका सपना, सबै कुरा उनीहरूको कुराकानीमा हुन्थ्यो। तर अहिले कुराकानी केही मिनेटमै सकिन्थ्यो। रोमाले धेरै पटक महसुस गरिन्, विक्रम बदलिँदै गइरहेको छ। उसको हाँसो हराउँदै गएको थियो, स्वरमा चिसोपन बढ्दै गएको थियो, र कहिलेकाहीँ त ऊ बिना कारण फोन नै काटिदिन्थ्यो। एक साँझ रोमाले आफै फोन गरिन्, तपाईले खाना खानुभयो? खाएँ। आज काम धेरै थियो? ठिकै थियो। शरीर त सन्चै छ? यति मात्रै। पहिले आधा घण्टा चल्ने कुराकानी आज 2 मिनेटमै टुङ्गियो। फोन राखेपछि रोमा धेरै बेरसम्म मोबाइल हातमै लिएर बसिरहन्। उनले आफूलाई बारम्बार एउटै प्रश्न सोधिन्, मैले यस्तो के गल्ती गरेँ? तर उत्तर कतै थिएनन्। उता विक्रम पनि शान्त थिएन। उसले धेरै पटक सोच्यो, रोमालाई सबै कुरा सोधिदियो। तर फेरि एक मनले भन्यो, यदि सबै कुरा झुट रहेछ भने, यदि मैले अनाहकमा उसलाई दुःख दिएँ भने? यही द्वन्द्वले उसलाई भित्रभित्रै गलाइसकेको थियो। त्यसैबीच गाउँमा अर्को घटना भयो। रोमाका बुबा अचानक बिरामी पर्नुभयो। खबर पाउन साथ रोमा छोरीलाई लिएर माइती गइन्। उनी त्यहाँ 2 दिन बसिन्। बुवाको उपचार गराइन्, घरको काममा पनि सहयोग गरिन्। तर यही 2 दिन गाउँमा नयाँ हल्ला फैलाउन प्रयास भए। कसैले भने रोमा त घरमै बस्दिन रे। अर्कोले थप्यो, विक्रम विदेशमा छ, अब उसलाई के थाहा? कसैले सत्य बुझ्ने प्रयास गरेनन्। सबैले सुनेको कुरा अर्को मानिससम्म पुर्याइरहे। रोमालाई भने यी सबै कुरा थाहा नै थिएन। उनी त बिरामी बुबाको सेवा गर्नमै व्यस्त थिइन्। उनको एउटै चिन्ता थियो, बुबा चाँडै निको हुन् र विक्रम अनावश्यक चिन्तामा नपरुन्। त्यसैले उनले फोन गरेर बिस्तारै भनिन्, म माइतीमा छु। बुवाको स्वास्थ्य अलिक कमजोर भएकोले 2 दिन यतै बस्नु पर्यो। विक्रम केही क्षण मौन रह्यो। ए, त्यसो हो? यति मात्र भन्यो। न कुनै चिन्ता व्यक्त गर्यो, न कुनै थप प्रश्न सोध्यो। फोन राखेपछि रोमाको मन झन् भारी भयो। पहिले आफू बिरामी पर्दा निदाउन नसक्ने मानिस आज आफ्ना बुबाको अवस्थाबारे पनि केही सोधेनन्। उनलाई पहिलो पटक लाग्यो, दूरी केवल देशको मात्र होइन, मनको पनि बढ्दै गइरहेको छ। सम्बन्धहरूमा कहिलेकाहीँ सबैभन्दा ठूलो समस्या झगडा होइन। समस्या त त्यो मौनता हो जहाँ दुवैजनाको मनमा धेरै प्रश्न हुन्छन्, तर कसैले पनि ती प्रश्न मुखबाट निकाल्न सक्दैनन्। र यही मौनताले अब उनीहरूको जीवनलाई यस्तो मोडतर्फ डोर्याउँदै थियो जहाँबाट फर्किन धेरै गाह्रो हुनेवाला थियो। माइतीबाट घर फर्किएको केही दिन बितिसकेको थियो। रोमाले फेरि आफ्नै पुरानो दिनचर्या समातिन्। बिहान सबेरै उठ्ने, घरको काम गर्ने, छोरीलाई विद्यालय पठाउने, साँझ विक्रमको फोनको प्रतीक्षा गर्ने। उनको संसार फेरि त्यही पुरानै लयमा फर्किएको जस्तो देखिन्थ्यो। तर वास्तवमा केही पनि पहिले जस्तो थिएन। विक्रमको फोन अब नियमित आउँदैनथ्यो। कहिले 2 दिनसम्म पनि कुनै खबर हुँदैनथ्यो। रोमाले फोन गर्दा उसले उठाउँथ्यो, तर कुराकानी केही क्षणमै सकिन्थ्यो। पहिले जस्तो आत्मीयता,
पहिले जस्तो हाँसो र पहिले जस्तो आफ्नोपन अब शब्दहरूमा भेटिँदैन थियो। एक रात छोरीले आमालाई सोधिन्, आमा, बाबा हामीसँग रिसाउनु भएको हो? रोमा झसङ्ग भइन्। किन त्यसो भन्यौ? छोरीले निरीह स्वरमा उत्तर दिइन्, पहिले त बाबा धेरै बेर कुरा गर्नुहुन्थ्यो, अहिले त चाँडै फोन राखिदिनुहुन्छ। यो कुरा सुनेर रोमाको मन भकानियो, तर उनले आफ्नो आँसु छोरीलाई देखाउन चाहिनन्। मुस्कुराउने प्रयास गर्दै भनिन्, होइन, बाबा रिसाउनु भएको होइन, उहाँलाई काम धेरै छ, त्यसैले थाक्नु भएको होला। छोरीले सहजै विश्वास गरिन्, किनकि बालमनले शङ्का गर्न जान्दैन, त्यो त केवल विश्वास गर्न जान्दछ। उता विक्रम पनि शान्त थिएन। उसले बारम्बार आफूलाई सम्झाइरहेको थियो, रोमा त्यस्तै हुनै सक्दिन। तर त्यसको अर्को आवाजले भन्थ्यो, यदि गाउँलेहरूले भनेको सत्य भयो भने? विश्वास र शङ्का बीचको त्यो सङ्घर्षले अब उसलाई रातभर सुत्न पनि दिँदैनथ्यो। अन्ततः एक साँझ उसले निर्णय गर्यो, आज उसले मनमा थुप्रिएका सबै प्रश्न सोध्नेछ। फोन लगायो। रोमाले सधैँझै खुसी हुँदै फोन उठाइन्। तपाईँलाई फोन गर्नै लागेकी थिएँ, तर विक्रमको स्वर आज धेरै गम्भीर थियो। रोमा, म तिमीसँग एउटा कुरा सोध्न चाहन्छु। रोमा केही छक्क परिन्। सोध्नुहोस्। तिमी मसँग केही लुकाइरहेकी त छैनौ? यो प्रश्न सुन्नासाथ रोमा केही क्षण मौन भइन्। उनले शान्त स्वरमा भनिन्, तपाईँले यस्तो किन सोध्नु भएको? विक्रमले तुरुन्त उत्तर दिएनन्। केही क्षणपछि मात्र भन्यो, गाउँबाट धेरै कुरा सुनिरहेको छु। रोमाको मुटु एकाएक भारी भयो। कस्तो कुरा? त्यो अहिले महत्त्वपूर्ण छैन। म तिमीबाट सत्य सुन्न चाहन्छु। रोमाको आवाज हल्का काँप्यो। तपाईँलाई मेरो कुरा भन्दा अरूको कुरा बढी विश्वास लाग्न थाल्यो? विक्रम मौन भयो। त्यो मौनताले नै रोमाले उत्तर पाइसकेकी थिइन्। उनले बिस्तारै भनिन्, तपाईँले विदेश जाँदा मसँग एउटा बाचा गर्नुभएको थियो। जुनसुकै अवस्था आए पनि पहिले मेरो कुरा सुन्नु। आज त्यही बाचा तपाईँ आफैले बिर्सनु भयो? यो वाक्यले विक्रमको मन एकछिन हल्लियो। तर शङ्काले एकपटक मनमा घर बनाएपछि सत्यको आवाज पनि कमजोर सुनिन थाल्छ। र त्यही कुरा अब उनीहरूको जीवनमा पनि हुँदै थियो। त्यो रात फोन दुवैको लागि निकै भारी बन्यो। न त विक्रमले मन हलुका बनाउन सक्यो, न त रोमाले आफ्नो पीडा शब्दमा पोख्न सकिन्। दुवैजना मौन थिए। तर त्यो मौनताभित्र हजारौं शब्दहरू चिच्याइरहेका थिए। फोन काटिएपछि रोमा धेरै बेर आँगनमै बसिन्। आकाशतिर हेर्दै उनले आफैसँग बिस्तारै भनिन्, विश्वास एकपटक डगमगायो भने निर्दोष मानिसले पनि आफूलाई दोषी साबित गर्नुपर्छ जस्तो किन लाग्छ? उनका आँखाबाट आँसु बिस्तारै बगिरहेका थिए। तर घरभित्र सानी छोरी सुतिरहेकी थिए, त्यसैले उनले आफ्ना आँसु आफ्नै आँचलले पुछिन्। उता विदेशको त्यो सानो कोठामा विक्रम झ्याल अगाडि उभिएको थियो। बाहिर सहर उज्यालो थियो, तर उसको मनभित्र अँध्यारो बढ्दै गइरहेको थियो। उसले धेरै पटक आफूलाई सम्झायो, सायद रोमा निर्दोष छिन्, तर त्यसै क्षण गाउँबाट सुनेका शब्दहरू फेरि सम्झिन्थ्यो र उसको मन फेरि द्वन्द्वमा फसिहाल्थ्यो। केही दिनपछि विक्रमले एक अप्रत्याशित निर्णय गर्यो। उसले गाउँकै एकजना चिने जानेका मानिसलाई फोन गर्यो। मेरो घरको अवस्था के छ, एकपटक बुझिदिनुहोस्, तर त्यो कुरा कसैलाई थाहा नहोस्। त्यो मानिसले छोटो उत्तर दियो, ठिक छ, म बुझेर खबर गर्छु। विक्रमलाई लाग्यो अब उसले सत्य थाहा पाउनेछ, तर उसलाई थाहा थिएन सत्य खोज्ने नाममा गरिएको त्यही निर्णयले झन् ठुलो गलतफहमी जन्माउने थियो। किनकि कहिलेकाहीँ सत्यभन्दा पहिले अफवाह मानिससम्म पुग्छ। तर अफवाहले मन जितेपछि सत्यलाई आफूलाई प्रमाणित गर्न धेरै ढिलो भइसकेको हुन्छ। यता रोमाले भने एउटा निर्णय गरिन्। अबदेखि आफूले कुनै पनि कुरा लुकाउने छैन। हरेक सानो ठुलो कुरा विक्रमलाई आफै फोन गरेर सुनाउने छिन्। किनकि उनी अझै पनि विश्वास गर्थिन्, सत्य ढिलो भए पनि एक दिन अवश्य जित्छ। तर जीवनले उनीहरूका लागि अर्कै मोड तयार गरिसकेको थियो।
विश्वास र शङ्का बीच सुरु भएको त्यो सङ्घर्ष अब केवल मनभित्र सीमित रहनेवाला थिएन। यसको प्रभाव परिवारमा पनि पर्ने थियो, सम्बन्धमा पनि पर्ने थियो र एक दिन त्यही सङ्घर्ष अदालतको ढोकासम्म पुग्ने थियो। साथीहरू, कहिलेकाहीँ सम्बन्धहरू तेस्रो व्यक्तिका कारण टुट्दैनन्। सम्बन्धहरू त्यति बेला टुट्छन् जब हामी आफ्नै मानिससँग प्रश्न गर्न छोड्छौँ र अरूका उत्तरहरूमा विश्वास गर्न थाल्छौँ। यही एउटा गल्ती कहिलेकाहीँ जीवनको सबैभन्दा महँगो निर्णय बन्न पुग्छ। यदि तपाईँलाई एउटा हस्ताक्षरको मूल्यको यो दोस्रो भाग मन परेको छ भने कृपया लाइक र सेयर गर्न नभुल्नुहोस्। यदि तपाईँ एफो संसार च्यानलमा नयाँ हुनुहुन्छ भने यस्ता मन छुने र जीवनसँग जोडिएका कथाहरू सुन्न सब्सक्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्न नभुल्नुहोस्। यो भाग तपाईँलाई कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया तल कमेन्टमा अवश्य लेख्नुहोस्। र एउटा प्रश्न आफ्नै मनलाई पनि सोध्नुहोस्। विश्वास र शङ्का मध्ये तपाईँले आफ्नो सम्बन्धमा कुनलाई बढी ठाउँ दिनुभएको छ? यसको उत्तर सायद यो कथाको आगामी यात्रामा भेट्नेछौँ। भाग 3मा हामी सुन्नेछौँ, शङ्काले अब शब्दको रूप लिनेछ, परिवारका सदस्यहरू बीचमा पर्नेछ र एउटा यस्तो निर्णयको सुरुवात हुनेछ, उसले अन्ततः उनीहरूलाई अदालतको ढोकासम्म पुर्याउनेछ। त्यसैले भाग 3 अवश्य हेर्नुहोला। धन्यवाद।